र सबैलाई नमस्ते। म सुदन थापा फेरि पनि स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। र आज चाहिँ फेरि हामी फिसिङको लागि जाँदैछौँ त्यही पहिलाको स्पटमा। र फिसिङमा के कसो हुन्छ तपाईँहरूलाई देखाउने गरौँला। र आज हामी चारो चाहिँ गोबारे भन्छ, गोबारे चाहिँ अब खेल्नेछौँ। त्यो तपाईँलाई म खोलामा गएर देखाउँछु। गोबारे र आन्दामा खेल्छौँ हामी आज। र अगाडि के कसो हुन्छ तपाईँहरूलाई देखाउने छु। र अगाडि गएर जोइन गर्छु। बनिरहनुहोस् मेरो युट्युब च्यानलमा। थ्याङ्क यू। गुड मर्निङ। स्कुलमा गएर रुनु ल, मम्मी भनेर रुनु ल। रुँदैन? किन? गुड गर्ल हो होइन? मम्मी म घर आउँछु भनेर रुनु ल। एबिसिडीहरू पढ्दैन? ए नपढ्नु नपढ्नु, घरमै पढ्ने। ल ल ल, बाई बाई बाई। र मेरो बुढीले चाहिँ सबै सामानहरू तयारी गरिदियो। अब हालेर जानु छ। तपाईँहरूलाई अगाडि गएर भेटौँला। हामी यहीँ राख्दछु। अब चाहिँ यहाँबाट हिँडेको र अब चाहिँ हामी निक्लेको यहाँबाट। ऊ भानिजमा ढिले छ मेरो भानिज चाहिँ। कता गयो हरायो? माछा मार्नु गएको अरे हो, फेसनसम्म गएको छ भएर। र सबै सामानहरू लोड भयो। अब चाहिँ हामी यहाँबाट हिँडेको गाडीमा प्रायः जस्तो सामानहरू हालिसक्यौँ हामीले। र दिन पनि राम्रो छ आज, मजाले घाम लागेको छ। हेरौँ माछा कतिको लाग्छ के लाग्छ तपाईँहरूलाई तल गएर देखाउँला खोलामा। अहिले चाहिँ यहीँ राख्दछु। र अहिले चाहिँ हामी नाम्रिङ आइपुग्यौँ। अब यहाँदेखि चाहिँ हामी ओह्रालो लाग्छौँ खोलापट्टि। केटाहरूले तामझाम निकाल्दैछ यहाँनिर। र आज माछा के कसो हुन्छ, कसरी मार्छौँ त्यो चाहिँ तपाईँहरूलाई खोलामा गएर देखाउनेछौँ। अहिले चाहिँ यहीँ राख्दछु। बनिरहोस् मेरो युट्युब च्यानलमा। यहाँको दृश्य चाहिँ यस्तो टाइपको छ, पुरै टी गार्डन वरिपरि। र हामी चाहिँ बिच बाटो हिँडेर जानुपर्छ। काफी रोमान्टिक नजारा छ यहाँको चाहिँ, यो टी गार्डन चाहिँ। अहिले भर्खर पौला लाग्दैछ, पौला लाग्दो चाहिँ एकदमै राम्रो देख्छ चियापत्ती चाहिँ। सबै टी गार्डनको नजारा। माथिको चाहिँ पावर हाउस हो यो चाहिँ। दुईजना अगाडि अगाडि हिँड्दैछ। एक किसिमले फिजिकल एक्सर्साइज पनि हुन्छ, खोला पुगेपछि फेरि मेन्टली एक्सर्साइज पनि हुन्छ। यो हाम्रो चाहिँ खास मतलब फिसिङ गर्नु मात्रै होइन, एउटा बडी रिल्याक्स, मेन्टली रिल्याक्स, एउटा फिजिकल फिटनेस, त्यसको लागि पनि हामी हिँड्छौँ। मजा आउँछ। यस्तै भिडियोहरू अब तपाईँहरूले हेर्दै जानुहोस्। अगाडिको दृश्यहरू म तपाईँहरूलाई देखाउँदै जानेछु। र अगाडि गएर तपाईँहरूसित जोइन गर्नेछु। र फाइनल्ली हामी चाहिँ खोला आइपुग्यौँ। मेन चिज चाहिँ आज एउटा चिज बोरिङ भएको छ कि हामीले पकाउने भाँडा छोडेछौँ। र आज चाहिँ सायद बाँसमा पकाउँछु होला। बाँसमा चाहिँ के कसरी पाक्छ म तपाईँहरूलाई देखाउने छु। र खोलाको नजारा चाहिँ यस्तो छ। अहिले बर्खा नभएर चाहिँ खोला अलिक सानै छ। हेरौँ के कसो कति लाग्छ माछा। तल माथि गरेर आज हेर्दै जाउँ ल। र बनिरहनुहोस् मेरो युट्युब च्यानलमा। अहिले यहीँ राख्दछु। अगाडि गएर जोइन गर्नेछु तपाईँहरूसित। तपाईँहरूको अमूल्य टाइम चाहिँ दिँदै गर्नुहोस्। थ्याङ्क यू। र हाम्रो चाहिँ खोलाको तयारी सुरु हुँदैछ। मैले चाहिँ तर एउटा आन्द्रामा चाहिँ एउटा कास्ट गरेँ। अब चाहिँ हामी यहाँ गोबारे ट्राई गर्दैछौँ। गोबारे चाहिँ आँटा र गोबरको मिलाएर बनाउँछौँ हामीले यसरी। आँटा र गोबरलाई चाहिँ पुरै मुछ्नुपर्छ, एकदमै पानीमा पनि नझर्ने नबग्ने बनाउनुपर्छ।
यो चाहिँ लाछनले बुझ्दैछ। यहाँको खोला चाहिँ यही हो, एकदमै सफा छ पानी। आज हेरौँ माछा लाग्छ लाग्दैन। दुनियाँभरको मान्छे आएर खेल्छ खेल्नु त। भानिजले पनि तयारी गर्दैछ र म यो अर्को रोडमा चाहिँ गोबारे खेल्छु। यहाँ चाहिँ खास खेल्ने सिजन चाहिँ बर्खामा हो, तर अहिले चाहिँ अब हामी त्यही हो टाइम पास यताउताको लागि आएको। बर्खामा चाहिँ यहाँ जुलुमै लाग्छ माछा। त्यो पानी पनि यो ढुङ्गाको माथिबाट हुन्छ त्यति बेला चाहिँ। त्यति बेला चाहिँ हामी यो साइड आएर खेल्नु सक्दैन, यहीँ बसेर खेल्नुपर्छ। यही पारी वरि चाहिँ क्रस गर्नु सक्दैन। र यस्तै छ, भिडियोहरू बनिरहनुहोस् मेरो युट्युब च्यानलमा। अगाडि के कसो हुन्छ, माछा लाग्छ लाग्दैन म तपाईँलाई देखाउँदै गर्छु। अहिले यहीँ राख्दछु। र अहिले चाहिँ केटाहरू अलिक तल गएको छ, म चाहिँ यहाँ बिरयानीको आज भाँडा बिर्सेछ। तपाईँहरूलाई अघि नै भनेको यहाँ बिरयानीको मसला बनाउँदैछु। हेर्नुहोस् कस्तो के हुन्छ। म चाहिँ चामल मासु बिरयानी मसला एकै जग्गा मोल्दैछु। अहिले चाहिँ यसलाई चाहिँ एकैचोटि बाँसमा हालेर पकाइन्छु। यो बिरयानी मसला चाहिँ अस्ति मैले क्यान्टिनबाट ल्याएको, आर्मी क्यान्टिनबाट। अब पाक्दा कस्तो हुन्छ, अहिले चाहिँ कस्तो छ हेरौँ। बाँसमा पकाउनु चाहिँ अलिक साह्रै पर्छ, एकदमै कम्ती आँचमा पकाउनुपर्छ बाँसमा चाहिँ। हेर्दा चाहिँ अहिले नै खाउँ खाउँ लाग्दो भइसक्यो। यो बिरयानी मसला चाहिँ यो हो जो चाहिँ अस्ति मैले क्यान्टिनबाट ल्याएको, आर्मी क्यान्टिनबाट। खोलाहरू आउँदा चाहिँ सजिलो हुन्छ। अब यहाँ सबैलाई मैले मेरिनेट गरेँ। अब यसलाई एकछिन बाँसमा हालेर पानी हालेर चाहिँ एकछिन भिजाएर चाहिँ कम्ती आँचमा पकाउनुपर्छ, दामी हुन्छ। मेरो बाँस पनि रेडी भइसकेको छ। यहाँ छ 3टा बाँस, यो 3टा बाँसमा पकाउँछु। यहाँ चाहिँ अब पानी हाल्नुपर्छ। चामल हाल्यो, चामल हालेर चाहिँ त्यसको स्केलमा पानी हालेर चाहिँ माथिबाट चाहिँ घाँसको पत्ताले छोपेर चारैपट्टिबाट आगो लगाउनुपर्छ। आरामसित पाक्छ यो। तपाईँहरूलाई पाकिसकेर देखाउँला। अहिले चाहिँ यहीँ राख्दछु। बनिरहनुहोस् मेरो युट्युब च्यानलमा। र यो चाहिँ माछा चाहिँ अहिले लागेको छैन, सायद टाइम पनि भएको छैन होला। एउटा रड पनि हल्लाएको छैन अहिले। कता कता हल्लिँदैछ अलिअलि, त्यो सानो सानो बच्चाहरू होला। र अहिले चाहिँ यहीँ राख्दछु। एकछिनमा जोइन गर्छु तपाईँहरूसित। बनिरहनुहोस्, यस्तै नजाराहरू हेर्दै गर्नुहोस्। घरमा बसी बसी बोरिङ भएको टाइममा चाहिँ योहरू मजा आउँछ हेर्नु। लाली चाहिँ यहीँ राखेँ यसरी हो। र मैले चाहिँ अब यहाँनिर बिरयानी टेकाइदिएँ। अब यो माथिबाट चाहिँ पत्ताले छोप्नुपर्छ र यसलाई घुमाउँदै घुमाउँदै पकाउनुपर्छ पुरै बिस्तारैसितले। त्यहाँबाट मात्रै मजाले पाक्छ। किनभने आज हामीले डेक्ची बिर्सेछौँ। यो पकाउनु चाहिँ एकदम साह्रै छ, सजिलो चाहिँ छैन, एकदमै गाह्रो हुन्छ। किनभने यहाँ साइजको बाँस छैन रहेछ, धन्न बाँसको घारी चाहिँ छ। अझै योभन्दा ठुलो बाँस हो भने अझै राम्रो हुन्छ। र माछा चाहिँ अहिले लागेको छैन, त्यति लागेको छैन भने पनि 1-2वटा त लाग्यो। त्यो मैले खिच्नै पाइनँ किनभने दुईजना अलिक तल गएको थियो। तपाईँहरूलाई लास्टमा देखाउँछु कतिवटा माछा लाग्यो भनेर। अहिले चाहिँ यहीँ राख्दछु। यो रड चाहिँ तान्दैछ अहिले, तपाईँहरूले देख्न सक्नुहुन्छ। हल्लेको चाहिँ माछा तानेको हो। अझै पुरा कोसिस गर्दैछ माछाले लाग्छ नि। लागेको जस्तो लाग्यो, हेरौँ ल। तानेर हेर्छु है, लागेको जस्तो लाग्यो। होइन रहेछ नि, टुप्पा तानिसकेछ नि। बल्छी नभेटाको, बल्छी नभेटाको टुप्पा चाहिँ लगेछ।
सायद बल्छी भेटेन होला माछाले। ठिकै छ, फेरि कोसिस गरौँला। अहिले यतिकै राख्छु। र हाम्रो बिरयानी चाहिँ तयारी भयो होला सायद। हेरौँ कस्तो के कस्तो भएछ। निकाल्दैछ भानिसले। चलाउनुपर्छ हौ भित्र। उयो यो चलाउने यसले घुमाउ त। लाछिन घुमा न। जसको हात खाली छ त्यसले चाहिँ घुमाउँदैन फेरि। यसले हो भित्र घुमा न सररै बाँसले टाँसिन्छ त भित्र। देऊ न लाछिन त्यो त। हो बाँसले सररै घुमा त अन्त। यो बाँस चाहिँ अलिक सानो भएर त्यति राम्रो चाहिँ भएको जस्तो लागेन हो। यसरी एकपल्ट चलाएर खने न घुमाएर। र साथी हो यति हो। भाँडा छैन भने पनि बाँसमा चाहिँ पकाएर खान सकिन्छ जङ्गलमा। त्यसले उयो गर्नुपर्छ, घुमाउनुपर्छ हौ। खाएन फुट्यो होइन दलिएको। यो चाहिँ हाम्रो बिरयानी चिकन पो हरायो त। त्यो भित्रबाट चिकन चाहिँ कहाँ बिरयानीको भित्र चिकन पो हरायो त अन्त हाम्रो त। के त्यो पड्केको त झन् डढ्यो जस्तो लागिरहेछ है। निक्लेन टाँसे चाहिँ क्या है। खास त यो बाँस चिर्नु पर्ने हामीले कि छुरीले 2 फलबाट बनाउँदा मजाले निक्लिन्छ। चिरेर निकाल्छ नि त खास त्यो त। साइल फुटाइदियो त बाँसलाई। र साथी हो भोक पनि लाग्यो। त्यही माथि आज भाँडा बिर्सेको। त्यही माथि यहाँ डेक्चीमा मासु पकाउनु परेको। तर एक किसिमको मजा आउँछ खोलामा आएर। बाँसको खाना चाहिँ टेस्टी पनि हुन्छ। उयो चिर्दैउ न उयो 2 फालबाट बनाउँदा हो। तिम्रो पनि 2 फालबाट बनाउँदा तिम्रो चाहिँ पानी सही थियो कस्तो भएको नि राम्रो भयो कि उयो भयो। 2 फालबाट बनाउनु त्यसमै खानुहुन्छ। प्लाट्टै उयो चिर्नुपर्छ भुइँमा राखेर। मेहनतको फल बेकार जाला नि फेरि। होइन छुरी छोड्दैन अब हातले तान न 2पट्टिबाट। हो यसरी अब यो दामी भन्छ। खै यता देखाउ त। यस्तो हुन्छ साथी हो पाकेपछि चाहिँ बिरयानी। मेरो बिरयानी यस्तो हुन्छ। अलिक चढो है। फुटेन जन्ती उभेर त्यति आबाट निस्किन्छ त। ल दुःख सुख बाँसमा बिरयानी चाहिँ पाकेछ। कस्तो भयो के भयो कसो भयो हाँ नुन लागेछ। उयो खोर्सानी उयो प्याज र टमाटर पनि छ झोलामा काटेर टोक्ने हो नि। लास्टमा चाहिँ पाकिसकेर चाहिँ यस्तो हुन्छ बाँसभित्र चाहिँ। र यसको टेस्ट चाहिँ राम्रो हुन्छ एकदमै राम्रो हुन्छ। भानिज त भिडियो बनाउँदै खान सुरु गर्यो। म पनि अब खानु पर्यो। र अहिले चाहिँ यहीँ राख्दछु। बनिरहनुहोस् मेरो युट्युब च्यानलमा। बिरयानी त कस्तो भयो अब एकदम दामी। मेरो चाहिँ यहाँ चाहिँ टमाटर प्याज काटेर बिरयानी मासु लगाएको बनिरहनुहोस् मेरो युट्युब च्यानलमा। म चाहिँ खानु सुरु गरेको हो। खोलाको खाना चाहिँ एकदमै मिठो हुन्छ।
त्यो बस्नु गएको बस्नु गएको बिरयानी पनि ढल्लै दिन्छ खोलाको नजर रडहरू लगाइरहेको छु फास्ट ठुलो माछाको लागि हिँड्नु छैन निकै निकाल्यो त्यहाँ भेटाइयो है त्यो कुनाको रड पनि ठाडो थियो कि त्यस्तो भइसक्यो मेरो यो रडमा चाहिँ लागेको माछा तर अहिले खाँदैछु किनभने त्यो रड अलिक ठाडो थियो त्यस्तै बनाइसक्यो र तपाईँहरू देखाउँदै जाउँला त्यही बुद्धिहरू तपाईँहरू के कस्तो लाग्छ कमेन्टमा लेख्नु अहिले चाहिँ यहीँ राख्दैछु र अब चाहिँ हामीले क्लोज गरेको अब चाहिँ यहाँबाट हिँड्नु आँटेको किनभने टाइम पनि 5 बज्नु आँटेछ र माछा चाहिँ अलिअलि लाग्यो त्यो चाहिँ तपाईँहरूलाई म बात पनि देखाउँछु किनभने हामी उकालो पनि खेल्दै जान्छौँ र सामानहरू चाहिँ क्लोज गर्दैछौँ र एउटा चाहिँ माछाले परेर पनि कुरभित्र हालिदियो एउटा चाहिँ त्यो चाहिँ ठुलै माछा थियो त्यो चाहिँ निकाल्नु सकिनँ र अहिले नै यहीँ राख्दछु अगाडि गएर जोइन गर्छु र अहिले चाहिँ भानिज चाहिँ खोला उकालो लाग्यो म चाहिँ यता सधैँ हिँड्ने बाटो हिँड्दैछु बाँसघारीबाट कमानको बाटो निक्लेर किनभने ठाडो खोला उकालो चढ्नु चाहिँ मलाई प्रब्लम हुन्छ उहाँको र यहाँको जङ्गल चाहिँ यस्तो टाइपको छ बाँसै बाँस टाइम पनि निकै भयो लगभग 5 बज्नु आँट्यो अब चाहिँ हामी त्यता खोलाबाट चाहिँ घर निक्लिन्छौँ र यो चाहिँ फेरि टी गार्डन आइपुगेँ यो यहाँ चाहिँ मजुर जङ्गली कुखुरा कालिजहरू भेटे बस्छ आज भेट्यो भने तपाईँलाई देखाइदिन्छु नभए चाहिँ बनिरहनुहोस् मेरो युट्युब च्यानलमा यो जग्गा चाहिँ यस्तो छ मजाको छ माछा मार्नु सजिलो त छैन निकै हिँड्नुपर्छ अब यहाँबाट फेरि 2-3 किलोमिटर अगाडि यो जङ्गलको बाटो हिँड्नुपर्छ जङ्गली कुखुरा उड्दै रहेछ र बनिरहनुहोस् र फाइनल्ली म चाहिँ गाडी भएकोमा आइपुगेँ र केटाहरू आउँदैछ केटाहरू चाहिँ खोला खेल्दै खेल्दै आउँदैछ यहाँ चाहिँ अलिक शीतल भयो म हिँडेर थाक्यो र यहाँको नजारा चाहिँ यस्तो छ हेर्नुहोस् है त अस्ति पनि देखाइदिएँ यो चाहिँ यहाँको नजारा हो एकदमै राम्रो नजारा टी गार्डनको यहाँ अर्को गाडीमा आएको रहेछ साथीहरू पनि माछा खेल्न आएको होला यहाँ चाहिँ पावर हाउसको पार्टीहरू चाहिँ टाइम पास गर्दैछ बिचराहरू घरदेखि टाढो क्रिकेट खेल्दै रहेछ र अहिले चाहिँ यहीँ राख्दैछु
लु केटाहरू चाहिँ भर्खर आइपुग्यो यहीँ झमक्क रात पर्यो अब बत्तीहरू पनि बरु के छ ढिलो यिनीहरू चाहिँ छिर्के खेल्दै खेल्दै आएको उकालो आजको माछा चाहिँ यही रहेछ अनि छिर्के यो चाहिँ पुरै माछा हो लगभग 1.5 किलो भएछ र अरू त के भन्नु यही रात पर्यो अब चाहिँ यहाँबाट हामी लाग्छौँ ल र आजको भिडियो चाहिँ सायद यहीँ राख्छु किनभने अब बाटोमा रात पर्छ तपाईँहरू के देखाउन सक्दिनँ र आजको भिडियो के कस्तो लाग्यो कमेन्टमा चाहिँ लेख्नुहोस् र आजको शिकार चाहिँ यही हो माछा र अरू कुनै दिन अब फेरि फिसिङमा हेर्न तपाईँहरूलाई हालिदिन्छु माछा मारेको भिडियो र अहिले नै यहीँ राख्छु थ्याङ्क यू